हेलो गाइस, सबैजनालाई नमस्ते। मेरो युट्युब च्यानलमा आज तपाईहरुलाई म यहाँ पोखराको फेवातालबाट यहाँको के रमाइलो दृश्यहरू देखाउन गइरहेको छु। हेरेर साथ दिनु होला र यदि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर साथ दिनु होला भन्न चाहन्छु। यहाँ आज एकदम रमाइलो वातावरण सिर्जना भइरहेको छ। घाम लागिरहेको छ। आज 2-4 दिनपछि पानी परिरहेको थियो र आज यहाँको मौसम क्लियर छ। हेर्नुस्, यो पोखराको लेक साइड हो भन्छ यसलाई। यो भनेको पोखराको फेवाताल हो। यहाँ यति रमाइलो छ। तलाउ पनि यति ठुलो छ। हेर्नुस् त, फेवाताल कति धेरै ठुलो छ। फेवाताल यति धेरै ठुलो छ। फेवाताल हेरेर साथ दिनु होला। सुरुदेखि अन्तसम्म हेरेर साथ दिनु होला भन्न चाहन्छु। र हेर्नुस्, यहाँ एकदम ढुङ्गामा चढेर पारी तालबराई मन्दिर छ। त्यहाँ तपाईँलाई म मेरो क्यामेरामा हल्का जुम गरेर देखाउँछु। हेर्नुस्, यो मन्दिरको बिचौबिच भागमा तालबराई मन्दिर रहेको छ भने यहाँदेखि त्यहाँसम्म जान 100 रुपियाँ भाडा पर्दछ। ढुङ्गामा चढेर प्रति व्यक्ति 100 रुपियाँ। यति राम्रो पारिपट्टि जङ्गल छ। पोखराको यो पोखराको फेवाताल र यहाँ यदि आउन चाहनुहुन्छ भने आउनुहोस्। धेरै रमाइलो छ।